हाम्रो यहाँ चाहिँ तयारी चल्दैछ गाइज। अनि यहाँ चाहिँ हाम्रो डाटा प्रेजेन्टेसनको चाहिँ टालिसक्यौँ यसरी। अनि अगाडि चाहिँ अब तयारी हुँदैछ। अनि यता चाहिँ हाम्रो हल्का हल्का तयारी भइसकेछ। दिस इज फिडब्याक। अनि यो चाहिँ हाम्रो भयो म्याप। हाम्रो म्याप यो चाहिँ मोडल बनाएको। यहाँ चाहिँ यस्तो छ गाइस। यो हल चाहिँ त्यही हो, तयारी चल्दैछ। अनि अब चाहिँ हाम्रो न्युट्रिसनको पाला छ। न्युट्रिसन चाहिँ यहाँ टाल्ने भने हम ड्रामा गरिरहेको हुँदैछ गाइज। वेलकम स्पिच कसरी दिने हो मलाई डर लागिसक्यो। खुलामा लुकेको गाइज उता कहाँ देख्यो उता हुनुहुन्छ दिदीहरू। वेलकम स्पिच ट्राई गर्छ। साथै सम्पूर्ण अतिथिज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण समुदायका महानुभावहरू तथा मेरा सिनियर दिदीहरू र साथीहरू सम्पूर्णलाई मेरो न्यानो अभिवादन। आज हामी सडक एकाडेमी प्राली पिएचएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको एक स्वास्थ्य प्रबोधन कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो भन्ने कुरा हामी सबैले थाहा छ। यसै सन्देशलाई व्यवहारमा उतार्ने र समुदायमा स्वास्थ्य शिक्षा र सचेतना फैलाउने उद्देश्यले हामी यहाँ भेला भएका छौँ। यस अवसरमा यहाँहरू सबैको सहभागिता, सुझाव र सहयोगको अपेक्षा गर्दै कार्यक्रमको सुरुदेखि अन्त्यसम्म धैर्य धारण गरी बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र फेरि पुनः एकपटक यहाँहरू सम्पूर्णलाई हामी सडक एकाडेमी परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु। सुस्वागतम, सुस्वागतम, सुस्वागतम। ड्रामा सुरु हुँदैछ गाइज। अब
सुभाषरी म आज मात्र हेरेर बस्छु मलाई देखि मलाई आमा छोरी आमाले गरेको पैसाले गर्दैन सामने दिएको पैसाले लक्ष्मीहरू खाइसके रक्सी र पानी राखेका थियौँ र कलेजोलाई दुवै ग्लासमा हामीले केही समयसम्म राख्नुपर्ने हुन्छ। यो रहेको छ पानीमा राखेको कलेजो र यो रहेको छ रक्सीमा राखेको कलेजो। पानीमा राखेको कलेजोमा त्यस्तो केही फरक आएको छैन र तपाईहरूले देख्न सक्नुहुन्छ यहाँ मदिरामा राखेको कलेजोमा केही न केही फरक देखिएको छ। यो हल्का कालो कालो भएको छ।